मूलवासी भनेको के हो? कसले ल्याएको यो एजेन्डा हो? मूलवासीको के हो त? ल मङ्गोल अर्गनाइजेसन के हो त? या चिम्से थेप्चे अब मङ्गोल भन्दा चिन्दिनँ नै म चिम्से थेप्चे मात्रै भन्छु। त्यसै गरी चिन्दुरो छन् होइन दुर्गा परसाईले दुर्गा परसाईले महेश आचार्यले महेश बस्नेतले नचिन्दुरो छ होइन। त्यसो भने चिम्से थेप्चे यो नेपालको भूमिपुत्र पनि चिन्दैन भने यो माटोको धनी त्यसो भन्दा त चिन्छ होला नि। भूमिपुत्र भन्दा पनि चिन्दैन भने यो माटोको भूमि खरपुङ देखि यो माटोको धनी हामी हौँ चलबोक गर्दै आएको। ल त्यति भए त चिन्छ होला नि, थाहा होला नि। त्यति भन्दा पनि चिनेन भने दुर्गा परसाईलाई के भन्नुहुन्छ? चिनेन भने अब चिनाउनु पर्छ नि। म सोद्धाखेरि कहिले कहिले आफ्नै मेरो आँसु चुन्छ। के पो भयौँ, कसरी यसरी भयौँ। खम्बु लिम्बुहरू हाम्रो चिम्से थेप्चे के पो भयौँ हौ। त्यहाँ भनौँ सुकुम्बासीमा बस्ने त हामी, हिजो त अब राईकार थियो अरे, हाम्रो राजा थियो अरे, हामी त राजकुमार थियौँ अरे, किपोर्ट थियो अरे। अहिले त खोलाको छेउमा बस्ने को हो? चिम्से थेप्चे। तल जङ्गलको छेउमा बस्ने को हो? चिम्से थेप्चे। अनि के भयौँ, कसले यो गरेको? हामी लिम्बूहरूले केलाङ भन्छ लिम्बू कुराबाट, पर्वते भाषा र चेब्रुङ नाच होइन। अब भनौँ चेब्रुङ नाच फेरुङ है भन्छौँ क्या, त्यो जस्तो अब फेर्नुपर्छ। फेर्नुपर्छ त्यो फेर्यो भने जुनी फेर्छ नि त। कुन बाटोमा हिँड्ने, कुन हिसाबमा हिँड्ने भनेर खम्बु लिम्बुहरू पाक्नुपर्छ। एउटा हिजो नै सुने, अप्ठ्यारो होला भोलिको दिन। म चाहिँ भनेको छु, बाख्रा हान्जमा बाख्रै जान्छ, गाईको हान्जमा गाई जान्छ, भैँसीको हान्जमा भैँसी जान्छ होइन। भन्दाखेरि आफ्नो जातिकोमा जाति नै जान्छ भोलि अप्ठ्यारो होला। राजकुमार दाई हार्दिक स्वागत छ मूलवासी न्युजमा। धन्यवाद। यो यतिखेर के दुर्गा परसाईले त अब मूलवासीलाई चिन्दिन पनि भन्नुभयो होइन, को के हो यिनीहरू भन्नुभयो, के को मूलवासी भन्नुभयो। अब राजा चाहिन्छ यो देशमा, राजाले मात्रै देश बचाउँछ भन्नुभयो कि अब देशमा राजा चाहिएको हो। यो दुर्गा परसाईले के भनेको खास? अब त्यो त भनौँ राजाले पहिला त्यसरी शासन गरेर अति भएर त हटाएको थियो। अनि अहिले किन होला? ल्याउँछु भन्दैछ। अब तपाईँ त अब पुरानी मान्छे, पहिलाको कुरा सबै थाहा छ होइन। राजाको बास किन, राजाले किन अति गरेको थियो खास चाहिँ के कुरा गरेको थियो, के लाग्छ? अब एउटा कुरा म चाहिँ के भन्नु चाहेँ भने पहिलाको इतिहासबाट म ल्याउँछु। एकदम त्यसमा यो हाम्रो यो या नेपाल भन्ने थियो। त्यसमा कस्तो थियो भने पूर्व खम्बु लिम्बू, पश्चिममा गुरुङ मगर, तराई भागमा थारू धेमाल मेचे कोचे अरे, र हिमाल भागमा शेर्पा तामाङ, काठमाडौँ भेलीमा नेवार जाति स्थान, 7 नै बाँडिएको थिएछ। त्यति मात्रै थियौँ पहिला। त्यसमा अब मैले सुनेको अनुसार 1421मा या इन्डियाबाट या कताबाट यो आर्य साथीहरू आर्य पश्चिम मगर राजामा आयो अरे आर्यहरू। हामी बस्छौँ हजुर भन। ल ठिक छ बस्नुहोस्, के गरेर बस्नुहोस्, तर
यो भूमि मेरो हो, तपाईँको लात चाहिँ उता लानु, यहाँ हुँदैन, यो त मेरो भूमि हो भन्ने कुरा मगर राजाले भनेछ। लास चाहिँ यहाँ नराख्नु भनेछ। अनि त्यसमा फेरि पछि साह्रो भयो हजुर, कसो गरौँ भन्दाखेरि लु त्यसो भने अब साह्रै पर्यो भने तपाईँ खोलामा पोल्नु। आर्यहरूको लास चाहिँ यहाँ खोलामा पोल्नु, जमिनमा गाड्नु दिएन हाम्रो पुर्खाहरूले भनेर त्यो कुराहरू आइरहेको छ। र त्यसरी हुँदै उहाँहरू घुस्दै पछि 7 विभाजनमा हाम्रो अब म चाहिँ के भने त्यो धेरै कुराहरू मैले युट्युबमा सुने। मङ्गोल भनेको के हो भन्दो रहेछन्, मूलवासी भनेको के हो भन्दो रहेछन् होइन। त्यसो हो भने चिम्से थेप्चे त उनीहरूले थाहा होला नि। चिम्से थेप्चे हरू बसेको ठाउँ यो भूमिमा हामी मात्रै थियौँ। र त्यो हुँदै यो शाहवंश कुन टाइममा आयो त्यो थाहा छैन। त्यसमा अब अहिले भन्ने गर्छन् मान्छेहरूले के अरे एकीकरण गर्यो अरे, तर त्यतिखेर विस्तार गर्यो। जस्तो अघि मैले भने बाँडिएर बसेको हाङहरूलाई समय खतम पारेर राजकाज गर्यो। र त्यसमा त्यो पनि नभएर युद्ध हुँदै अनि पछि खम्बुवानमा 16 वर्ष युद्ध भयो। लिम्बुवानमा आयो अनि लिम्बुवानमा सन्धि सम्झौता भयो। तपाईँहरू 10 लिम्बू 17 थुम किपोटिया छुवानी भनेर म छटखट भने हजुर भनेर सन्धि सम्झौता गरेर अरुण खोलादेखि उता म हकद गर्छु, त्यहाँदेखि यता तपाईँहरूको छुवानी हो र सुब्बा किपोट भनेर उहाँले सन्धि गर्नुभयो। लिम्बूले सन्धि गरेको होइन, उहाँले नै भन्नुभयो। त्यसमा उहाँले के भन्नुभयो, योदेखि यता तपाईँहरूले केही पछिको उसमा मलाई कुनै केही गर्यो भने तिमीहरू हार। मैले तपाईँहरूको किपोट ठेकाठितीहरू मैले खसाएँ भने म मेरो नाक सन्तान भस्मा होस् भनेर उसले नै कुरा गर्यो अरे। दर सन्तान भस्मा होस् भनेर मैले सुनेको, अब मैले सुनेको अनुसार, पुर्खाले भनेको अनुसार मैले कुरो गरेको। अनि त्यहाँदेखि हुँदै त्यसरी हुँदै उसले राजकाज गर्यो। र पछि हुँदै राणा वंशहरूले राज गर्नु थालेछ। उहाँहरूले राज गरेको सम्म त हाम्रो के भएको थिएन। हामीले कुनै दुःख तकलिफ हाम्रो भनौँ किपोटहरू रेकारहरू हाम्रो मासेको थिएन। र 2007 सालमा राणालाई बर्खास्त गरे अरे। गरेर 17 सालमा पञ्चायती व्यवस्था घर गरेर अब त्यो राजा चाहिन्छ चाहिँदैन भन्ने कुरामा अहिले त्यही भन्दैछन्। त्यो हुँदाखेरि 17 सालमा पञ्चायती व्यवस्था खडा गरी त्यहाँदेखि हाम्रो भूमि सुधार राजीनाम त्यो गर्ने को छ भन्ने कुरो बुझ्दै लाँदाखेरि महेन्द्र राजा र
सूर्यबहादुर थापा 11वटा ऐन कानुन राखे अरे। अब यो मैले सुनेको है, 11वटा ऐन कानुन राख्दाखेरि अलिक भएन, लु भूमि सुधार र राजीनामको कुरा गर्नु न। 13वटा ऐन कानुन राखी हाम्रो राईकार किपोट सबै हाम्रो नष्ट भयो। अब त्यसमा सन्धि सम्झौता त कहिले मसाइँदैन भन्ने कुरा भयो नि, तर त्यहाँ अपराध छ, अपराध भयो। तर हुँदै अनि त्यहाँदेखि पछि उहाँ त्यसो हुँदै अब आफ्नै उनीहरूले नै राजा चाहिँदैन भन्ने, गणतन्त्र चाहिन्छ भनेर आयो। आएर उहाँले सुम्फिनु दिएको, सुम्फिएको पनि हो। तर अहिले फेरि राजा हुँ भन्छन्, राजा चाहिन्छ भन्छन्। हामीले त चाहिँदैन। किन चाहिन्छ? हामीले किन चाहिन्छ? किन ल्याउनु खोज्दैछ तिनीहरूले? त्यो अब उनीहरूको उद्देश्य त अब के होला? त यो हिन्दू राष्ट्र हो त, हिन्दू राष्ट्र हिजो अस्ति त भयो अरे। तर यो अब मङ्गोलभन्दा चिन्दैनन्, चिम्से थेप्सेको देश हो यो भूमि हो। तर जे गर्ने कुरो गरे, तर पनि गरे र पनि अब पछि उनीहरूले ऊ गरेर हटेको। अब हामीले राजा चाहिँदैन। किन चाहिँदैन भन्ने कुरा हो। हिन्दू राष्ट्र नेपाल बनाउने भन्दैछ नि त दुर्गाप्रसादले। तिमीहरूलाई को मूलवासी, को भूमिपुत्र हामी चिन्दैनौ, अब राजा ल्याउने हो यहाँ, राजा हिन्दू राष्ट्र नेपाल बनाउने भनिसक्यो त। कुनै हालतमा हिन्दू राष्ट्र यो हुँदैन। किनभने हिजोको दिन धर्मनिरपेक्ष भनेपछि त सबैको भयो, हिन्दूको पनि भयो, किराँतको पनि भयो, बुद्धिस्टको पनि भयो, मुस्लिमको पनि भयो, भइराखेको छ। किन चाहियो त हामीलाई? ल्याउँछु भन्दैछ। अब त्यो हेर्दै जानुपर्छ, ल्याएको नल्याएको अब कस्तो होला हेर्दै जानु पर्यो नि। ल्यायो भने ठिकै छ। अब कसो गर्नु होइन, तर आवश्यक छैन। हिजो अनि उसले नै छोडेको, अनि फेरि अनि कसरी आउने? अनि किन आवश्यकता छैन भन्ने कुरा क्या। हजुर, राजाको किन आवश्यकता छैन, हिन्दू राष्ट्र नेपालको किन आवश्यकता छैन भन्ने कुरा हो कि। आवश्यकता त अब किन चाहियो र? हामी आफ्नै अब हामीले जे अस्ति धर्मनिरपेक्ष नै ठिक छ, हामीले चाहिँदैन। के हुन्छ राजा आयो भने? हजुर, हिन्दू राष्ट्र नेपाल बन्यो भने के हुन्छ? हिन्दू राष्ट्र त पहिला थियो, अब चाहिँदैन। होइन, भयो भने के हुन्छ भन्ने कुरा के। भयो भने अब भए पनि केही हुँदैन होला, तर हामीले चाहिँदैन। मेरो भनाइ चाहिँ हामीलाई अब हिजोको दिन नै, अब मैले अघि पनि भने होइन, त्यस्तो भएर आएको थियो र हामीले चाहिँदैन। अब ल्यायो भने अब कसो गर्ने होला? चाहिँदैन पनि कुरा सकियो त। हामीले अनि किन अब यसले नै हामी हिजोको दिन राजाको टाइममा एउटा यसो केही कुरा बोल्नुसम्म दिएको छैन, पुलिस लाउँथ्यो भनौँ, हरेक गर्थ्यो राजाको समयमा। राजाको समयमा यसरी बोल्नु पाइन्थेन। जाति कुरा त्यहाँ के गर्दैछ भनेर त्यसरी भयो कसो। अनि कहाँ हामीले चाहिन्छ? हामीले चाहिँदैन हामीलाई। हामीले अहिले स्वतन्त्र हामी बोल्नु पाइन्छ। यो प्रजातन्त्र भनेको जे बोल्नु पाइन्छ। तर यो भनौँ यही यिनीहरूले भनौँ अति गरेर मात्रै हो। हामीले स्वतन्त्र प्रजातन्त्र नै धर्मनिरपेक्ष हामीले ठिक छ। तर अब अहिले त्यो नेताहरू केपी ओलीहरू देउपाहरूले त्यो अब उनीहरूले त्यसरी गरे, नभए प्रजातन्त्र नै हामी ठिक हो नि त। प्रजातन्त्र भनेको त राजाको प्रजा हो नि त। हजुर, राजाको प्रजा हो नि त।
राजाको प्रजा अहिले त हामी लोकतन्त्रमा छौँ। त्यही त लोकतन्त्र प्रजातन्त्र गणतन्त्र प्रजातन्त्र भनेपछि त राजा हुनु पर्यो अनि मात्र प्रजातन्त्र हुन्छ। गणतन्त्र अहिले त लोकतान्त्रिक गणतन्त्रमा छ। गणतन्त्र यो हामीले चाहिने। अब हाम्रो राजाहरू त पहिल्यै मासी गए होइन। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्छ नि फेरि। अब राजा नै चाहिन्छ राजा त प्यारो छ भन्छ। राजा नै चाहिन्छ भने यहाँका रैथानी मूलवासीको एउटा राजा बनाउनुपर्छ तब हुन्छ। मूलवासीलाई त दुर्गा प्रसादले चिन्दैन भन्छ। चिन्दैन। अब आँखा चिम्सेको तिब्बती हो भन्छ। तिब्बतको कुरा चाहिँ उसले पनि कुरा गर्यो। अनि महेश बस्नेतले कुरा गर्यो। त्यो भनेको चाहिँ के हो भने अब मङ्गोल भनेको चिन्दैनन् भने मैले अघि पनि भने तपाईँहरू त तिब्बती हो भने मङ्गोल हो भने चिन्यो भने तिब्बतको मङ्गोलियनको कुरा ल्याउँछ भने मूल कोरिया जापान चाइना थाइल्यान्ड इन्डोनेसिया कता कता होइन यो सबै यहाँ हाम्रो नेपालबाट यो अब उनीहरूले मङ्गोल चिन्दैन भने थेप्चे चिम्सेहरू भनौँ किङजङहरू जस्तो यहीँबाट हामी बाँटिएको रहेन। इतिहासले खोजेर ल्याएर अहिले लुम्बिनीमा सबै आउँछन्। किन आएको त त्यो? यहीँबाट सबै गएको। यहीँबाट हाम्रो मूल थल्लो कहाँ छ भने मुनादेम्बे हो हाम्रो चाहिँ भनौँ हाम्रो के अरे उत्पन्न ठाउँ मुनादेम्बे नेपालमा उत्पत्ति स्थल त्यहाँ गर्दाखेरि अनि उहाँहरूले चाहिँ कहाँ हो त हाम्रो भनौँ अब अनि यहीँको उत्पत्तिवासीलाई किन नचिनेको होला? अब उसले नचिनोस् अब आफै चिन्छ नि होइन। अब उहाँले म चिन्दिनँ तिब्बतको अब तिब्बती हो नेपाली होइन तिब्बतको कहाँ के भन्छन् होइन। तर तिब्बतको कि यो मूल चिम्से थेप्चे कहाँको हुन् भनेर चिनाउनु पर्छ। चिनाउने दिन आउँछ। चिनाउने दिन आउँछ। अति गर्नु अरे चार नगर्नु। बस अतिचार गरेको हो। अति र चार भइसक्यो मेरो लागि त। यिनीहरूले अतिचार गरेकै हो। अतिचार भइसक्यो। र एउटा कुरा फेरि महेश बस्नेतले त्यसो भन्छ। तर मैले अब युट्युबमै सुनेको कोही हाम्रो साथीहरूले आर्यन साथीहरूले के भनेको छ भने हामी यो ठाउँमा शरणार्थी भएर आएको उहाँ हाम्रो किराँतहरूले आवाज गरेकोमा हामी शरणार्थी भएर आएको भनेर उहाँहरूले नै भनेको छ। हामीले भनेको छैन। हामीले भनेको छैन। अनि त्यहाँदेखि अब अति भो यो अतिचार भो शोषण भो अब मङ्गोल चिन्दैन अरे मङ्गोल आर्य र मङ्गोल त्यहाँ एउटा मान्छे लडिरहेको छ हाम्रो थेप्चे लडिरहेको छ मङ्गोल भेषको मरेको छ भन्छ नि। तर नचिने हुन्छन् त्यही हुनाले हामी चिम्से थेप्चे भनेको भन्दाखेरि उहाँहरूले नै भनेको छ। क्षेत्री बाहुन साथीहरूले नै भनेको छ अब हुँदैन चिम्से थेप्चे नै यहाँ प्रधानमन्त्री र सरकार चाहिन्छ भनेर उनीहरूले बोलेको छ। मैले युट्युबमै सुनेको छु। हामीले बोलेको त होइन नि। त्यो त संविधानले दिँदैन नि त। हामीहरू प्रधानमन्त्री हुनु राष्ट्रपति हुनु त संविधानले नि दिँदैन। यो देशमा त बाहुनै प्रधानमन्त्री हुनुपर्छ बाहुनै राष्ट्रपति हुनुपर्छ भनेको छ संविधानमा लेखेको छ। अनि उसले जित्यो भने के होला त? जित्दैन त। अब जित्नै दिँदैन नि। पैसा छैन। जित्नुपर्छ। अब समय पैसा छैन त कसरी जित्नु? बाहुनसँग छ पैसा होइन। घरको मुनि गोदाम खनेर राखेको रहेछ पैसा त बाहुनले। हामीसँग त भात खाने पैसा छैन। त्यही त कहाँबाट ल्याउनु पैसा? जसो गरे पनि एक दिन आइसो चोर्नु भएन लुट्नु भएन। हाम्रो बानी छैन चोर्ने लुट्ने। र पनि एक दिन हाम्रो आउँछ हामी हुन्छ। तर उहाँले त्यसरी बोल्नु भएको छ। उहाँहरूले नै त्यसरी भनेको छ। एउटा
बाहुनी चेलीले त झन् के भनेको छ अब हुनै हुँदैन उनीहरू अब खाने चिज पनि नखाने चिज पनि खाएर बौलिनु थाले भनेर उसले नै भनेको छ मैले सुनेको कुरा गरेको है त्यो अब त्यहाँ बोल्छ अनि भन्दाखेरि उहाँहरू पनि उहाँहरूको भित्र पनि आगाइसकेको छ त्यो किन यति अति गरेको उनीहरूको उसमा त्यसरी भनेको छ मैले सुनेको कुरा गरेको मैले कुरा अपनाएर कुरा गरेको होइन हामीले अब यस्तो त्यस्तो भनेको छौँ जुन गोरुको सिङ छैन त्यो तिखे हुन्छ अरे जुन गोरुको पुछार छैन त्यो फुर्के हुन्छ अरे त्यो हुँदाखेरि तपाईँ तिब्बतको भन्छ कोही मङ्गोलको भन्छ मङ्गोलियनको भन्छ तर हाम्रो चिम्से थेप्चे साथीहरूलाई पनि भन्छु के हो भने मङ्गोलियन भन्ने ठाउँ चाहिँ के हो भने यहाँबाट हाम्रो चिम्से थेप्चे त्यहाँ गएर मङ्गोलियन भन्ने ठाउँमा बसे हुनाले मङ्गोलियन भन्ने देशै छ त्यहाँ त्यसरी हो र म चाहिँ के भन्नु चाहेँ भने अनि यो किराँतको कुरा आयो मैले बोल्नु गरेको छु के हो भने किराँत मङ्गोल भनेको हामी नै हौँ र अहिले अब त्यो कुरा धेरै हो कोही अब मेरै लिम्बू साथीहरू हामी किराँत होइन भनेर के अरे संयोग युमा संयोग के भन्छ होइन मैले त अब उहिलेदेखि गरेर ल्याएको खम्बु साथीहरूसँग कुरा गर्दा खम्बुले चुलामा गर्यो अरे पूजा लिम्बूले कुनामा अरे हामी अझैसम्म कुनामा गर्छौँ युमा सम्माङ हामी त्यसलाई भन्छौँ तर अहिले हाम्रो लिम्बुई मेरो दाजुभाइहरू लिम्बुई साथीहरू कोही युमा भन्छन् होइन किराँत हुङ्ना भन्छन् र मैले सुने अनुसार चाहिँ के हो भने यो एसिया नै किराँत मङ्गोल रहेछ भन्ने कुरो मैले बुझेँ र राज्य त बाहुनले गरिरहेछ फेरि राज्य त अब गरिरहेछ देश त बाहुनले चलाइरहेछ राष्ट्रपति बाहुन मन्त्री बाहुन अब अनि हामी चाहिँ यो एसिया हाम्रो रहेछ भन्ने त एसियामै थियो अरे अब के भयो हाम्रो भन्छौँ राज्य त उसले अब मैले अनि हाम्रो कि उसको रहेछ त इतिहास त बाँच्छ नि इतिहास त छ नि इतिहास त मर्दैन इतिहास त छ तर काम चाहिँ उसले काम चलाइरहेछ अनि मैले सुनेको त जम्मू कश्मीरदेखि यता किराँतको देश हो यो किराँतको अरे भनौँ त्यहाँदेखि यता किराँतको राज्य तर अहिले तिनीहरूले नै गरिरहेछ तर इतिहास भोलि असत्यमाथि सत्यको एक दिन त विजय हुन्छ तर पर्खिनै जानुपर्छ कि कसो गर्नुपर्छ कि त्यो भनेकोहरू चाहिँ हामीले जान्नुपर्छ होला मेरो भनाइ अब यो सिक्किम दार्जिलिङ त्यहाँ के कुरा चाहिँ मैले सुनेको छु भने यताबाट गएको खम्बु लिम्बूहरू त्यहाँ बसेको छ भन्छन् तर होइन रहेछ त्यहाँ पहिल्यैदेखि हाम्रो भनौँ बसोबास थियो खम्बु लिम्बूको बसोबास थियो अनि त्यसमा खम्बु लिम्बूको थियो अनि अब हाम्रो लिम्बूको हजुर अब बुझ्नुहुन्न हुन्न यक मूल थल्लोलाई अब एउटा यो के अरे भनौँ चिलिप चङ्घरको तरामदेनको नम्बु खोला भन्ने ठाउँमा छेउमा उनीहरूको यक छ अनि लिम्बूहरू यताबाट गएको खम्बुहरू यता गएको भन्नु त जताबाट गएको भए पनि हामी एसियाकै हो
एसियाकै हाम्रै ठाउँ हो। उताबाट यता आए पनि यताबाट उता गए पनि होइन हामी यहीँको हौँ, हामी यहीँको बासिन्दा हौँ होइन त, त्यसरी बुझ्नु पर्यो होइन, त्यसरी बुझ्नु पर्यो। अब के हो अब खास यो देशमा अब चाहिँ नि लिम्बूको पनि आफ्नै संस्कार छ, राईको पनि आफ्नै रीतिरिवाज छ होइन, धर्म संस्कार सबैको आफ्नो आफ्नो छ। अब देशमा एक्कासी अब चाहिँ अब हिन्दूको कुरा आइरहेछ होइन, हिन्दू धर्म आयो भने हाम्रो संस्कार संस्कृति मासिन्छ भनेर हिन्दू धर्म आउनु हुँदैन भनेको हो तपाईँले? हिन्दू राष्ट्र नेपाल बन्नु हुँदैन भनेको हो? होइन होइन, त्यो भनेको होइन, आवश्यक छैन। आवश्यक छैन, आवश्यक पहिला थियो। पहिला हाम्रो पुर्खाहरू अब सपनामा हिन्दू भएछन् होइन, तर हिन्दू होइन, तर अहिले आवश्यक छैन। हामीहरू हिन्दू हो कि होइन? हामी हिन्दू होइन, बिल्कुल हाम्रो हिन्दू होइन। अच्छा अच्छा, हिन्दू होइन हामी, हामी बुद्धिस्ट र किराँत भोलि एक हुन्छ, एउटै हो हामी। किनभने यो कुरा त आफ्नो अनुसन्धान आफ्नो हिसाब गर्दा पनि आफ्नो भाइले भनौँ खम्बुले आफ्नै हिसाब गरेर लगो, लिम्बूले आफ्नै हिसाब गरेर, तमधीले आफ्नै हिसाब गरेर, मङरातले आफ्नै हिसाब गरेर लगो, थारू धेमाल मेचेकोचेले आफ्नै हिसाब गरेर लगो, भाइ भाइमा आफ्नै। म अब मेरो दाजुसँग छुट्याएर गएँ, मैले कुन हिसाब गर्छु त्यही हुनाले आफ्नो आफ्नो गएको मात्रै अलिकति, हाम्रो सब एउटै हो। तर हिन्दू भनेको त हाम्रो होइन। अब आर्यहरू हिन्दू भन्छ होइन, अब सही कुरा नि, अब नबोली हुँदैन होइन। अब हामी कहिले कहीँ नै कुरो हामी हिन्दू होइनौँ। ठिक छ, अब भने हामी कार्यक्रमको अन्त्यमा छौँ। के छ हजुरसँग नयाँ त्यस्तो केही? अब नयाँ चाहिँ म के भन्नु चाहन्छु भने हाम्रो खम्बु लिम्बू साथीहरू अलिक दिमाग लगाउँ, अलिक कुन बाटोमा हिँड्ने हौँ भनेर भनौँ, बुझौँ। यो कुरा के भन्नु चाहेँ भने यस्तै कारणले, लिम्बूहरूकै कारणले, जस्तो यो हाम्रो अघि भने मैले राईकार किपोटहरू खोसियो त्यो टाइममा मैताहाङ सेन्दाङ भन्ने उहाँको ज्यान गयो। अनि एउटा भनौँ आम्बुहाङ धीरेन्द्र आम्बुहाङ के भन्ने उनीहरूको झुन्डेर मारियो। अनि रामप्रसाद राई यहाँ गयो भने यहाँ पत्तै नलागी, उहाँलाई पत्ता साप कहाँ गयो। त्यहाँ त भुइदल राई भन्ने थियो अरे, त्यो कुन ठाउँमा लुकाए। र अब पनि हाम्रो खम्बु लिम्बू साथीहरू या चिम्चे थेप्चे, अब मङ्गोलभन्दा चिन्दिनँ नै, म चिम्चे थेप्चे मात्रै भन्छु। त्यसै गरी चिन्दुरो छन् होइन, दुर्गा पर्साईले, महेश आचार्यले, महेश बस्नेतले नचिन्दुरो छ होइन। त्यसो भने चिम्से थेप्चे यो नेपालको भूमिपुत्र पनि चिन्दैन भने यो माटोको धनी, त्यसो भन्दा त चिन्छ होला नि। भूमिपुत्र भन्दा पनि चिन्दैन भने यो माटोको भूमि अरबौं खरबौं देखि यो माटोको धनी हामी हौँ, चलबोक गर्दै आएको। ल त्यति भए त चिन्छ होला नि, थाहा होला नि। त्यति भन्दा पनि चिनेन भने दुर्गा प्रसाईलाई के भन्नुहुन्छ? चिनेन भने अब चिनाउनु पर्छ नि, चिनाउनु पर्छ यस्तो हुँ भनेर कि कसो हो। अनि भन्दाखेरि म चाहिँ के भन्नु चाहेँ भने हजुर, अब लास्ट कुरामा हाम्रो मैले भनेको छु, हामी लिम्बूहरूले केलाङ भन्छ लिम्बू कुराबाट, पर्वते भाषा र चेब्रुङ नाच होइन। अब भनौँ चेब्रुङ नाच फेरुङ है भन्छौँ क्या, त्यो जस्तो अब फेर्नुपर्छ
हर्र गरेर फेर्नुपर्छ। त्यो फेर्यो भने जुनी फेर्छ नि त। कुन बाटोमा हिँड्ने, कुन हिसाबमा हिँड्ने भनेर खम्बु लिम्बुहरू पाक्नुपर्छ। एउटा हिजो नै सुने, अप्ठ्यारो होला भोलिको दिन। म चाहिँ भनेको छु, बाख्रा हाँझमा बाख्रै जान्छ, गाईको हाँझमा गाई जान्छ, भैँसीको हाँझमा भैँसी जान्छ, होइन भन्दाखेरि आफ्नो जातिको आफ्नै जातिकोमा जाति नै जान्छ है। भोलि अप्ठ्यारो होला, किनभने यो धेरै घटनाहरू घटिराखेको छ ठाउँ ठाउँमा, देश देशमा, होइन भन्दाखेरि लिम्बूहरूले त भट्टराईलाई मन पराउँछ नि त। फेरि भट्टराईले जिताउँछ, योगेश भट्टराईहरू लिम्बूको गाउँबाट जित्छ। होइन त्यही त, त्यो अप्ठ्यारो होला भोलि। भोलि त चाहियो नि त आफ्नो मान्छे। त्यो म चाहिँ के भन्छु, एउटा 36 थेपे भन्ने छ अरे। तपाईँकै दाजुभाइ हो? त्यो हाम्रै लिम्बू नै हो, दाजुभाइ हो। कहाँ बस्छ, के गर्छ, किन अब त्यसरी उफ्रेको। र चेतना खानुपर्छ, अब फेर्नुपर्छ हुर्र गरेर। चेपुङ नाच फेरेको जस्तो अब फेर्नुपर्छ हो लिम्बू साथीहरू। किनभने बुझ्दैन हो लिम्बूहरूले, म त यो ठाउँमा के पो भयौँ हौ लिम्बूहरू हो। उसले त जग्गा जमिनको धनी अरे भन्थे, के पो भयौँ हो भनेर अहिले 50 वर्ष, अहिले 65 वर्ष पुगेको छु। यो बाटोमा हिँडेको 50 वर्ष भयो। अब अहिले यतिमा पुग्यो। सुकुम्बासी भइसक्यो नि हाम्रो मान्छे त सबै। हिजोको अब हुकुमबासी, आज सुकुम्बासी। अनि गर्दाखेरि म यो हाम्रो खम्बु लिम्बूहरू, हाम्रो चिम्से थेप्चे के पो भयौँ हौ। त्यहाँ भनौँ सुकुम्बासीमा बस्ने त हामी। हिजो त अब राईकार थियो अरे, हाम्रो राजा थियो अरे, हामी त राजकुमार थियौँ अरे, के पोट थियो अरे। अहिले त खोलाको छेउमा बस्ने को हो? चिम्से थेप्चे। तल जङ्गलको छेउमा बस्ने को हो? चिम्से थेप्चे। अनि के भयौँ, कसले यो गरेको भनेर हामीले खुन तताउनु पर्यो नि त, कि कसो होला? भिरपाखामा बस्ने को हो? अनि हिजो त यो ठाउँ सबै भनेर भनिरहेका छौँ। आज कसो भएर यो भयौँ भनेर चाहिँ हामीले चाहिँ आत्मा निर्णय गरेर। अब तपाईँहरूले अघि भन्नुभयो, हर्का साङपाङले त्यो एउटा भनौँ सुङ्गीमा पारोहाङको मन्दिर बनाउँदाखेरि चिन्दिन भन्छन्। त्यो भनेको के हो भने, चुङ्गीमा पारोहाङ हाम्रो पोरोक मिबा योम्बा मिबा ताकेरा निवा फुमा। अनि पर्वतेबाट के भन्छ, के अरे के अरे पार्वती र के अरे महादेव र पार्वती एउटै हो। महादेव र पार्वती भन्दा पनि हुन्छ, तर ऊ एउटै हो। पृथ्वी, यो पृथ्वी उसले थामेको, उनीहरूले थामेको हो। त्यो उनीहरूले भनौँ यो उनीहरू साँची राखेर हामी के भयौँ भनेर हामीले सोध्ने दिनहरू आएको जस्तो मैले मेरो विचारमा म सोद्धाखेरि कहिले कहिले आफ्नै मेरो आँसु चुन्छ। के पो भयौँ, कसरी यसरी भयौँ। अब एउटा कुरा अघि एउटा कुरा आयो। अब त्यो राजनीति गर्दा मात्रै भात खाइन्छ त? त्यो एउटाको पुच्छरे हिँड्दा मात्रै भात खाइन्छ त? म कसैकोमा हिँड्दिनँ। म जे आफ्नै भात खान्छु त, भोकै त हिँड्दिनँ त। म आफ्नै हिसाबमा हिँड्छु। किन अरूको झोला बोक्नु पर्यो? किन झोला बोक्नु पर्यो? म आफ्नै त्यो म उनीहरूले खान्छु कि करोड दिँदा पनि म खान्न। मेरो मत सही मेरै ठाउँमा हान्छु। म त्यस्तो खाले मान्छे हो। र अब मेरो भनाइ यति नैमा फेरि हामी कुरा गरौँ। फेरि अब कुनै दिन कुरा गर्दै लैजाउँला। र अघि नै भने मैले बोल्नु पाएँ भनेर धेरै बोल्नु त हुँदैन। अब खोइ अब त्यसै भन्छन् होइन। र म यतिमै अब बिड मार्न जानु भनौँ
टुङ्ग्याउँछु नुगेन सेवाहरू हजुर। हस् धन्यवाद यहाँलाई।